पागल हुनुभएको थियो। अनि त्यसपछि म पागल भएर नै उहाँले मेरो फेसबुकमा चाहिँ प्रोफाइल छ खोलेर हेरिसकेपछि मेरो श्रीमान त्यो बितेको देख्दा होइन मैले उहाँलाई ढाँटे पनि मेरो श्रीमान बितेको होइन, अर्को कान्छी श्रीमती ल्याएको थियो, मैले मरेको त्यो चाहिँ फोटो बनाएर राखेको हुँ भन्दा पनि उहाँले चाहिँ एकदमै रोएर भन्नुभयो कि होइन त्यस्तो होइन, मलाई सम्झाउनुहोस्, मैले तपाईँलाई केही भन्दैन, म दुःख पाछु, सम्झाउनुहोस् मेरो घरमा यस्तो छ भनेपछि बुढाबुढी बाबाआमा सानो छोराहरूले आमा भन्न नपाउनु होइन, आमा भन्ने रहर गर्नु, आमा हुँदाहुँदै पनि होइन, गुमेको कुरा त गुमेको भइहाल्यो। अनि त्यसपछि मैले उहाँको सबै दुःख बुझेँ। अनि बुझिसकेपछि हामी धेरै पछि बिहे गर्ने प्रस्ताव मैले उहाँको बुढीलाई भेटेँ, घर परिवारलाई भेटेँ, अनि मेरो घर परिवारलाई कन्भेन्सन गरेँ, मेरो माइती परिवारलाई कन्भेन्सन गरेँ। त्यहीलासम्म हाम्रो बिहे गर्ने कुरा भएकै थिएन। अनि उहाँको बुढीलाई भेटिसकेपछि अनि त्यसपछि भनिरहेको थियो श्रीमान त अब सिधै छ, छोराहरूले अब अलि गर्लान्, छोराहरूबाट दुःख पाउलास्, त्यतिखेर थाहा पाउलास्, अनि नत्र भने छोडिदेल म बस्छु त भनिरहेको थियो पछि त। त्यसपछि मैले उहाँलाई भने डिभोर्स गर्ने बेला मैले थाहा पाएको थिएँ कि डिभोर्स गर्ने बेला पनि भने अझै पनि म कान्छी आमा भएर जाने, मैले मेरो छोराहरूलाई दिने जति गराए त सँगै उनीहरूसँग बस्न सक्दैन, यदि सक्नुहुन्छ भने श्रीमती राख्नुहोस् भन्ने बेला। अनि मैले धेरैचोटि उसलाई चाहिँ मौका दिएँ, अब म सक्दैन राख्दैन, यदि बिहे गर्दैनौ भने ठिक छ म पागलै भएर हिँडौँला, म तिमीलाई नै बिहे गर्नुपर्छ भन्ने छैन होइन, तर म श्रीमती चाहिँ राख्दैन भन्ने कुरा गर्नुभएको थियो।